साथी हो म खाँदा चाहिँ अब धेरै आफ्नो आफ्नो हेबिट हुन्छ साथी हो। खाँदाखेरि चाहिँ धेरै बोल्ने चलन साथी हो है। अन्त नसुन्नु होला, यो मान्छे चाहिँ कसरी यसरी खाइरहेको होला भन्ने सोच्नु होला। आफ्नो आफ्नो चाहिँ बानी हुन्छ साथी हो है, हेबिट हुन्छ। म चाहिँ खाँदाखेरि धेरै बोल्ने चलन साथी हो। के खानुभन्दा अगाडि बोल्ने, के खानुभन्दा पछाडि बोल्ने साथी हो है। अन्त नसुन्नु होला, मान्छे चाहिँ किन यसरी नबोलेर खाइरहेको छ भन्ने सोच्नु होला। खाँदाखेरि बोल्ने त्यति राम्रो लाग्दैन, त्यही भएर साथी हो है। अन्त नसुन्नु होला, आफ्नो आफ्नो बानी हुन्छ साथी हो है। मेरो चाहिँ नि खाँदाखेरि बोल्ने, कुरा गर्ने है, यताउता त्यस्तो चाहिँ नि अब मन पर्दैन भन्नुपर्दा साथीहरूलाई है। हेलो हाई एभ्रिवान, स्वागत छ सम्पूर्णलाई मेरो युट्युब च्यानलमा। म सदा चाहिँ फेरि पनि तपाईँहरूको माझमा आइसकेको साथीहरू है। यो छ कि अब सदा चाहिँ अब खाइरहेको चिज यो राइस है, खाना। त्यसपछि चाहिँ यो हड्डी, राँगाको हड्डी मासु साथी हो है। अनि त्यसपछि यता सुप छ साथी हो। अनि त्यसपछि यो चाहिँ नि पालङको साग छ। अनि यो चाहिँ नि के छ, नयाँ के छ भन्नुहुन्छ भने आज चाहिँ टमाटर साथी हो, टमाटर छ। त्यसपछि यो हरियो पालङ साग प्लस यो प्याज छ साथी हो, हरियो प्याज छ। अनि सलादमा यो काँक्रा अनि गाजर साथी हो। अनि हरियो खोर्सानी साथी हो है। साथीहरू म आज मेरो आफ्नै चाहिँ नि स्वास्थ्य, हजुरलाई अस्ति पहिला अघिल्लो भिडियोमा हजुरलाई बताएको थिएँ। म चाहिँ नि यो रुगा खोकीले गर्दा साह्रै ग्रसित भयो साथीहरू। एकदमै भिडियोमा आउनै नसक्ने, बस्नै नसक्ने अवस्था भएर साथी हो। म यति दिनसम्म चाहिँ नि भनौँ आउन सकिनँ। यसको लागि हजुरलाईसँग सरी भने अब क्षमा माग्न चाहन्छु साथीहरू। के गर्ने, सदा चाहिँ अब भिडियोमा आउन मन हुन्छ साथी हो, तर के गर्ने, आफ्नो स्वास्थ्य नै ठिक नभएपछि होइन, स्वास्थ्य नै कमजोर भएपछि अब कसरी आउनु साथी हो है। अब यो भिडियो भनेको त, यो मुकबाङ भिडियो भनेको त साथी हो अब खानै हो साथी हो होइन, खानै हो, खाना नै हो, खानाकै बनाउने साथी हो होइन। त्यो भएर मेरो स्वास्थ्य नै चाहिँ नि अलि ठिक नभएको कारणले त म आजसम्म तपाईँहरूको माझमा यस्तो भिडियो लिएर आउन सकिनँ। त्यसको लागि मैले अघि पनि सरी भनिसकेँ, फेरि पनि हजुरसँग सरी भने। त्यही भएको कारणले त मेरो अहिले चाहिँ नि अलि भनौँ न, अलि भन्दा पनि लगभग 99% र लगभग 100 भन्दा पनि हुन्छ, 100 भन्दा हुन्छ म चाहिँ ठिक भइसकेको छु। अब म जे पनि खान सक्ने, अब यताउता सबै कुरा जोस् म स्वस्थ तन्दुरुस्त भइसकेको छु, खान सक्ने भइसकेको छु। त्यही भएर नै म तपाईँहरूको सामुमा फेरि जो पहिला चाहिँ भिडियो लिएर आइसकेको छु साथीहरू है। त्यो भएर हुनाले अब हजुरले अन्यथा नसुच्दिनु होला होइन। म कहीँ गएको छैन, कतै गएको छैन, सिर्फ आफ्नो स्वास्थ्य अब ठिक नभएको कारणले गर्दा मात्रै म यो भिडियो लिएर आउन सकेको होइन। अब चाहिँ फेरि निरन्तर तपाईँहरूको माझमा यस्तै भिडियोहरू लिएर आउनेछु होइन भन्ने एउटा बाचा गरौँ साथीहरू। अब यो गफ भन्दा पनि साथीहरू अब धेरै कुरा नगरौँ साथीहरू होइन। अब सबभन्दा ढिलो पनि भएको साथीहरू, भोक पनि लागेको छ। अब म खानातर्फ जान्छु साथीहरू है। तपाईँहरू पनि अब खाना खाइसक्नुभयो होला है साथीहरू, र तपाईँहरू पनि त्यतातिर अब होइन आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला होइन। अब मौसम चाहिँ अब चेन्ज हुँदैछ, चेन्ज भइसक्यो भनौँ, जाडो सिजन गरेर अब चाहिँ गर्मी मौसम आइरहेको छ। त्यो भएर तपाईँहरूले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला होइन। खाने बस्ने हरेक कुराको चाहिँ ख्याल गर्नु होला है। अब भिडियोमा आउनै नसक्ने अवस्था हजुरमा यस्तो अवस्था नआओस् भन्न चाहन्छु साथीहरू है। अब त्यो भएर स्वास्थ्य एकदमै ख्याल गर्नु होला होइन। स्वास्थ्य नै धन हो, स्वास्थ्य नै चाहिँ तपाईँको चाहिँ ठिक छैन भने अब के पो गर्न सकिन्छ होइन। कुनै पनि काम असम्भव छ साथीहरू, त्यो स्वास्थ्य नै धन हो। त्यो भएर त्यो कुरा एकदम मध्यनजर गरेर ख्याल गरेर भिडियो बनाउनु होला, आफ्नो चाहिँ दैनिक क्रियाकलापहरू गर्नु होला है। मेरो सल्लाह सुझाव साथीहरू, किन आफ्नो जीवनमा आइसकेपछि मात्रै थाहा हुने हो। त्यो भएर हुनाले म केही दिनसम्म अब आउन सकेन, मैले अब फेरि पनि दोहोऱ्याएर भने अब म आउन सकेन। त्यो भएर हुनाले म अहिले चाहिँ नि अब ठिक भइसकेको साथीहरू है, ठिक भइसकेको छु, एकदम तन्दुरुस्त बलियो भइसकेको छु। अब चाहिँ नि अब यो कुरा भन्दा पनि अब खाने बेला कालले पनि छोड्छ साथीहरू है। अब भन्छन् बुढापाकाले, त्यसै गरी अब यो कुरा भन्दा पनि अब म खान त लाग्छु। अब कति पनि ढिलो गरी म यो खान्छु साथीहरू है त। ल म खान्छु है, स्टार्ट गरेँ है त। ल सर्वप्रथम मैले यो सुप राखेको है त,
सुप राखेँ साथीहरू। अब मैले खानातर्फ सुरु गरेको है, स्टार्ट गरेँ। खानु पर्छ साथीहरू। साथीहरू फर्स्ट बाइट हजुरलाई साथीहरू है। ल म खाएँ है त। एकदम मिठो खाथ्यो। साथीहरू राँगाको मासु साथीहरू एकदम मिठो भएको साथीहरू। मिठो साथीहरू। एकदम दामी भएको साथीहरू। राँगाको हड्डी मासु। यो चाहिँ कलेजो खाथ्यो। कलेजो एकदम मिठो। पालङको साग थियो। पालङको साग मिठो। पिरो खाथ्यो। खोर्सानी हेर्दा चाहिँ नि लाग्ला जस्तो छैन साथीहरू। एकदम कडा छ साथी खोर्सानी त। खोर्सानी कडा खाथ्यो। देख्दा चाहिँ नि लाग्ला जस्तो छैन साथीहरू। एकदम कडा रहेछ नि त पानी त। मासु चाहिँ मिठो।
साथी हो म खाँदा चाहिँ अब धेरै आफ्नो आफ्नो हेबिट हुन्छ साथी हो खाँदाखेरि धेरै बोल्ने चलन साथी हो है अन्त नसुन्नु होला यो मान्छे चाहिँ कसरी यसरी खाइरहेको होला भन्ने सोध्नु होला आफ्नो आफ्नो चाहिने बानी हुन्छ साथी हो है हेबिट हुन्छ म चाहिँ खाँदाखेरि धेरै बोल्ने चलन साथी हो के खानुभन्दा पगाडि बोल्ने के खानुभन्दा पछाडि बोल्ने साथी हो है अन्त नसुन्नु होला मान्छे चाहिँ किन यसरी नबोलेर खाइरहेको छ भनेर सोध्नु होला म चाहिँ मेरो बानी के छ भन्छ भने अब के खानुभन्दा अगाडि बोल्छु कि खाना खाइसकेपछि पछाडि बोल्दाखेरि है त अन्त नसुन्नु होला अब खाँदाखेरि बोल्ने त्यति राम्रो लाग्दैन त्यही भएर साथी है अन्त नसुन्नु होला आफ्नो आफ्नो बानी हुन्छ साथी हो है मेरो चाहिँ खाँदाखेरि बोल्ने कुरा गर्ने है यताउता त्यस्तो चाहिँ नि अब मन पर्दैन भन्नुपर्दा साथीहरूलाई है त्यही भएर नबोलेर गम गम खाएको अब साथी हो है खाना ओहो यो त सिङ्गल साथी हो यत्रो हेर्नुहोस् त दामी यो चाहिने हरियो प्याज साथी हो हरियो प्याज है चाहिँ सलाद यो साग चाहिँ खानु साथी हो है हाम्रो स्वास्थ्यको लागि एकदम राम्रो चिज हो साथी हो यो साग पालङको साग खानुपर्छ
यसरी हो राँगो मासु यसरी राख्नु थियो एकदम मजा आयो साथी हो राँगोको मासु खाना सलाद खाँदा राम्रो भएको थियो मिठो भयो
कस्तो खैला यार। कस्तो पिरो हो त यार। साथीहरू नकिन्नु है त। कति मासु खायो भन्नु सुन्नु होला नसुन्नु है त। राम्रो सुन्नु ल, मासु त पाएपछि खाइने साथी हो। गोरु 2-3 किलो। अझ जिउ सन्चो नभएर साथी हो, जिउ अझै ठिक भइरहेको न साथी हो। मासु त कोही खाइन्छ, सिङ्गलै मुटु राम्रो लगाए कत्रै।
कस्तो मजा आउँछ साथी कुकुरको हड्डी कुटुम कुटुम गरेर दामी साफा हो खाना यसरी खाएर खाइदियो हरियो परियो खानुपर्छ मिठो हुन्छ मजा आउँछ त्यो मजा एकदम मिठो भयो यार दामी भयो पकाउने गयो काँचो पनि खाइसक्यो एक पिस बच्यो अब अनि खाउँ पाएँ भन्नु सबै उसै जान्छ होला फेरि खाउँ अब काँक्रा आउँछ त्यो लास्ट अब सलाद कहाँको भएछ कहाँको त खाउँ मिठो एकदम दामी
सम्पूर्ण खाद्य फिनिस। अब बच्यो टमाटर। माछा साथीहरू अब यो खाने कि नखाने भन्ने कुरा अब अन्य साथी हो। अब यी सबै धेरै कुरा खाँदा अब सबै भइयो। खाँदा खाँदा चाहिँ अब पेटले नै नै भन्ला खाथ्यो। अब कसरी खाने यसलाई एउटा खाएर ट्राई गर्थ्यो है त कस्तो हुन्छ है। दामी मिठो। मिठो साथी बाजी भए त यो चुक्ता खाथ्यो यो यस्तो दुई बट्टा खाँदा बढी भयो। ल हुन्छ साथी हो अब चाहिँ नि फेरि नखाउँ। धौधौ नसकेको जिउ हेर्नुहोस् भर्खर भर्खर सन्चो भएको छ। फेरि उयो त्यति होला फेरि। चाला ज्यान फेरि बिना चाहिँ अब नखाउँ योभन्दा धेरै नखाउँ। अब मैले खाएदेखि साथीहरू किन्नुहुन्छ यो त साथीहरू केही पनि होइन मेरो लागि। म यसो डबल तिब्बल खान सक्छु तर चाहिँ नि अब जिउ अलिक सन्चो छैन। एकताल पात यो सब जम्मै खानेकुरा खाइसकेको थियो। अब जिउ सन्चो छैन भन्नु हुन्न, जिउ सन्चो छ, ठिक छ मेरो एकदम गुड छ, राम्रो छ, बलियो भएको छु। हिजो आज अब ठिक भइसकेको छु। अब चाहिँ नि यस्तै यस्तै भिडियो म तपाईँलाई आउने छु है साथीहरू। ल अब धेरै बोल्नु भन्दा पनि साथीहरू मैले अब हजुर देखिसक्नुभएको छ मेरो अगाडि भएको सम्पूर्ण खानेकुराहरू मैले भ्याइसिदिएको छु है साथीहरू। देख्नुहुन्छ मैले हजुरलाई देखाउनै परेन, मेरो साथी पनि अगाडि थियो, त्यो सम्पूर्ण चाहिँ खाइसिद्ध्याएको छु, भ्याइसिद्ध्याएको छु। मेरो आजको यो मुकबाङ भिडियोहरूलाई के कस्तो लाग्छ, हजुरलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला। र मेरो च्यानलमा जोडिनुहुने नयाँ साथीहरूले पनि मेरो भिडियोलाई एकदमै मन पराएर हेर्नु होला, माया गर्नु होला। मन परे लाइक कमेन्ट सब्सक्राइब कति पनि नसुझाइ गर्नु होला है साथीहरू। त्यसपछि र यति भन्दै म फेरि पनि यस्तै यस्तै रमाइला भिडियोहरू होइन मुकबाङ भिडियोहरू तपाईँहरूको माझमा लिएर आउनेछु भन्दै मेरो आजको भिडियो यही इन गर्छु। ओके बाई।